नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला म नि एकदम आरामी छु। हाम्रो चाहिँ यो 12 मेलामा अहिले चाहिँ हामी बनाउँदै छौं यहाँको स्टलहरु। अब चाहिँ अनि हामी 12 मेलाको स्टल बनाएर अनि हामी आउनेवाला छौं ब्लग गराउनको लागि। हजुरहरुले हेरेर सपोर्ट गरिदिनु होला है त गाइस। ल सुरु गरौँ अब। हेलो एन्ड वेलकम ब्याक सबैजना सन्चै हुनुहुन्छ होला। आई होप म पनि एकदम आरामै छु। आजको नयाँ ब्लग हाम्रो ठुलो दशैं, सबभन्दा ठुलो दशैं चाहिँ हाम्रो चैती दशैंलाई मानिदै आएको छ। कपिराइट हान्दिन्छ कि दुई तीन दिन राख्नेहरू सजिलो हुन्छ कि त्यो भिडियोलाई। अनि त्यो कपिराइट लाउँछ कि नै भन्नु पहिले। अहिले चाहिँ हामी हिँड्दैछौँ है त। कति बाटो पनि मान्छेहरूको लाइन छ 12 मेलाको लागि। घरको अर्को खा त आउै त जान्छ एउटा तल झरिन्छ है त हामी 12 मेलामा जानुको लागि। आज हामी यस्तो अवस्थामा छौं जहाँ यो कार्यक्रम यो मेला आजभन्दा 100-150 वर्ष अगाडि बोकाएर केटा हेर्न केटी हेर्न
शुभकामना भन्दै यो कार्यक्रम जसरी स्थगित भएको थियो त्यसलाई जसरी निरन्तरता दिने प्रयास गरिएको छ आगामी दिनमा यसले निरन्तरता सुनै पाउनेछ त्यसमा हामी मैले प्रस्तुत गर्दै यो कार्यक्रम गाइस लाइक कमेन्ट शेयर सब्स्क्राइब गरेर माया देखाइदिनु पर्यो है त हस् धन्यवाद नमस्कार अभिवादन धन्यवाद एकता एमाले राजनगर सभापति शिवकान्त पौडेल सरलाई कार्यक्रममा बाटोमै हुनुहुन्छ त्यसै गरी केही समयमै सक्नेछौँ त्यसपछि आफ्नो प्रस्तुति सँगसँगै परिचित भइदिनको लागि म स्टेजमा आउन गर्न चाहन्छु आजको अतिथि कलाकार सुरेश भुटेको आगमन भइसकेको छ स्टेजमा भेट्न चाहन्छु यिनीहरू यता जीवे त फेरि किन हो बिच बिचमा सरलाई बोलाउने व्यक्ति यो छ कि भविष्यको मकैबारीको सत्यनाशसँगै यो जाँड खाएर हो कि के हो हामीले मेसो पाउन सकेन गाइज होइन अनि उसको साथीहरू कसले चाहिँ तानेर लग्यो पुलिसलाई चाहिँ के भनेको नि थाहा भएन अझ स्ट्रिटतिर हेर मैले गाइज सक्दैन नि जान्छ भाइ आइ गर त्यहाँ माथि चाहिँ भाले छ ऊ माथि कहाँ पुग्छ उहाँ
हाम्रो भाइरल माओवादीजी अरू उहाँ बासमा चढ्दै हुनुहुन्छ गाइज। वालिङ महोत्सव जस्तो चलपल छ यहाँ त। हाई गरिदिनु पर्यो ल। नमस्कार। के लाइभ हो? होइन भिडियो ब्लग। हाई नमस्कार।